एउटा ठूलो खबर छ, खासगरी हजारौं युवाहरूको लागि जो सरकारी सेवामा प्रवेश गर्न चाहन्छन्। बागमती प्रदेश लोक सेवा आयोगले एउटा निकै नै महत्त्वपूर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसले धेरैको लागि सरकारी सेवाको ढोका खोल्न सक्छ। आउनुहोस् यसको बारेमा अलिक गहिरिएर कुरा गरौँ। ल हामीले हेर्न लागेको चाहिँ यही आधिकारिक सूचना हो। यो हो सामान्य प्रशासन सेवाको सहायक 5औं तह पदको लागि। यसमा के छ सबै कुरा आज हामी केलाउनेछौँ। यो परीक्षामा सोच्नुहोस् त 3449 जनाले भाग लिएका थिए। उहाँहरूको लागि अब एउटा एकदमै महत्त्वपूर्ण मोड आएको छ। र यति धेरै सहभागीहरूमध्येबाट अब अर्को चरणमा जान सफल भएका छन् जम्मा 438 जना। आजको हाम्रो छलफललाई सजिलो बनाउन हामी यसलाई 5 भागमा हेर्नेछौँ। पहिले त समग्रमा यो प्रतिस्पर्धा कस्तो थियो भनेर बुझ्छौँ। त्यसपछि कति पदका लागि कतिजना छानिए त्यो सङ्ख्याको कुरा गरौँला। अनि समावेशी कोटाको व्यवस्था कस्तो छ त्यो पनि हेर्छौँ। सफल उम्मेद्वारहरूले अब के गर्नुपर्छ त्यो प्रक्रियाको बारेमा पनि जानकारी दिनेछौँ। र अन्त्यमा छनौट भएकाहरूको सूचीमा पनि एक नजर लगाउनेछौँ। ल सुरु गरौँ बृहत चित्रबाट। यो परीक्षा किन यति महत्त्वपूर्ण छ त? किनभने यो सहायक 5औं तहको पदको लागि हो, जुन प्रदेश निजामती सेवाको एउटा एकदमै मुख्य पद मानिन्छ। सहायक 5औं तह भनेको के हो भन्दा यो सरकारी सेवाको त्यो जग हो जहाँबाट जनतासँग प्रत्यक्ष जोडिने कामहरू सुरु हुन्छन्। मतलब पब्लिक सर्भिस डेलिभरीको मेरुदण्ड नै यही हो। त्यसैले त यो पदको लागि यति धेरै हानथाप हुनु कुनै नौलो कुरा होइन। अब हेर्नुहोस् त यो चार्टले प्रतिस्पर्धा कति कडा थियो भन्ने कुरा छर्लङ्गै देखाउँछ। परीक्षा दिने 3449 जना, लिखितमा पास भएर अन्तर्वार्ताको लागि छानिएका 438 जना, तर अन्तिममा जागिर पाउने जम्मा 225 जना मात्रै हुन्। भनेपछि यो यात्रा कति गाह्रो थियो भन्ने कुरा यहाँबाटै प्रष्ट हुन्छ। ल प्रतिस्पर्धा त निकै नै कडा रहेछ भन्ने थाहा भयो। अब यो पनि हेरौँ कि जुन 225 वटा पद खाली थियो त्यसलाई कसरी विभिन्न समूहहरूमा बाँडिएको छ। यो पालिकामा हेरौँ है। सुरुमा खुलातर्फ 119 पद थियो, त्यसमा 2टा थपिएर 121 पुगेछ। तर पिछडिएको क्षेत्रको लागि छुट्याइएको 22 वटा पद चाहिँ घटेर 0 भएको देखिन्छ। यसबाहेक महिला, आदिवासी जनजाति, दलित, थारू, मधेसी र अपाङ्गता भएका व्यक्तिहरूको लागि पनि पदहरू छुट्याइएको छ। यो जुन पदहरूको बाँडफाँड छ नि, यसले नेपालको निजामती सेवामा रहेको समावेशी नीतिलाई सिधै झल्काउँछ। यो चार्टमा हेर्दा अझै प्रष्ट हुन्छ। हेर्नुस् त, सबैभन्दा धेरै आधाभन्दा बढी 54% पद खुला प्रतिस्पर्धाबाट पूर्ति हुने रहेछ। त्यसपछि आदिवासी जनजातिको लागि 21% र महिलाको लागि 15% जस्ता महत्त्वपूर्ण कोटाहरू छन्। बाँकी चाहिँ दलित र अन्य समूहहरूको लागि छुट्याइएको छ। ल अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा आयौँ। लिखितमा नाम निकालेका ती 438 जना भाग्यमानीहरूले अब के गर्ने त? उहाँहरूको लागि अबको बाटो के हो त्यो हेरौँ। अबको प्रक्रियामा मुख्यतया 4वटा चरणहरू छन्। पहिलो, आफूसँग हुनुपर्ने सबै कागजातहरू जम्मा गर्ने। दोस्रो, आयोगले तोकेको आवेदन फारम भर्ने। तेस्रो, कम्प्युटर सिप परीक्षणमा सहभागी हुने। र अन्तिममा अन्तर्वार्ताको लागि उपस्थित हुने। अब कागजातहरूको कुरा गर्दा यो चाहिँ एकदमै ध्यान दिएर तयार गर्नुपर्छ है। के चाहिन्छ त भन्दा 2वटा पासपोर्ट साइजको फोटो, अनि अहिलेसम्मका सबै शैक्षिक प्रमाणपत्रहरू ओरिजिनल नै। अरू आवश्यक कागजातहरू पनि छन् र अनुसूची 5 अनुसारको आवेदन फारम त्यो पनि 2 प्रति भर्नुपर्ने हुन्छ। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ। सूचनामा के भनिएको छ भने छनौट भएका उम्मेद्वारहरूले आफूलाई तोकिएको समयभन्दा 1 घण्टा अगाडि नै पुगेर कागजातहरू रुजु गराइसक्नुपर्छ। यो नियम पालना नगर्दा समस्या हुन सक्छ। आयोगले यो कुरामा कुनै सम्झौता गर्दैन। यदि न्यूनतम योग्यता पुगेको प्रमाण वा अन्य आवश्यक कागजातहरू पेश गर्न सकिएन भने आवेदन जुनसुकै बेला रद्द हुन सक्छ। त्यसैले सबै कुरा ठिकठाक छ कि छैन भनेर दोहोर्याएर तेह्र्याएर जाँच्नु एकदमै जरुरी छ। ल अब हामी अन्तिम खण्डमा छौँ। अब हेरौँ ती सफल उम्मेद्वारहरूको सूची, जुन आफैमा एउटा ठूलो उपलब्धि हो। यो हेर्नुहोस्, यो 18 पृष्ठ लामो सूची।
यो केवल नामहरूको सङ्गालो मात्रै होइन, यो त हजारौंको भिडबाट छानिएका ती 438 जनाको मेहनत, लगनशीलता र सपनाको एउटा दस्तावेज हो। सोच्नुहोस् त, यो सूचीमा भएको हरेक नामले बागमती प्रदेशको लागि एकजना भावी कर्मचारीलाई जनाउँछ। उहाँहरू नै हो भोलि गएर प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने। यो सूची हेर्दा अर्को एउटा राम्रो कुरा के देखिन्छ भने यहाँ विभिन्न ठाउँ र सामाजिक पृष्ठभूमिबाट आएका उम्मेद्वारहरू छन्। यसले प्रदेशको समावेशी चरित्रलाई पनि बलियो बनाउँछ। समग्रमा यो 18 पेजको सूचीले ती सबै 438 जना सफल उम्मेद्वारहरूको पहिचान दिन्छ, जो अब आफ्नो यात्राको अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछन्, कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ता। र अन्त्यमा एउटा प्रश्नमा सोच्न छोडेर जाँदैछौँ। केही 100 पदको लागि हजारौंले यसरी प्रतिस्पर्धा गर्नुले के देखाउँछ? के यो सार्वजनिक सेवाप्रतिको ठूलो आकर्षण हो, वा हाम्रो समाजमा एउटा स्थिर रोजगारीको खोजी कति गहन छ भन्ने कुराको सङ्केत हो?